हामी महिलाहरूलाई दिदीबहिनीहरूलाई अझै यो मम्मीहरूलाई कति कुराको टेन्सन कति कुराको तनाव हो कि साथीहरू। खाना पकाउन लायो तरकारीको पिर, स्कुल जाने बेला भयो बच्चाहरूको नास्ताको पिर, त्यही माथि नास्तामा यो खान्न त्यो खान्न यो लान्न त्यो लान्न, त्यो तनाव छुट्टै छ। हे भगवान्, 2-4 दिन नास्ता बनाउनु नभ्याएर यसो फसरङ फुसुङ नास्ताहरू हालिदियो भने यता स्कुलबाट आउँछ कम्प्लेन। अनि बच्चाहरूलाई जङ्क फुड खानु हुँदैन भनेर भन्नुहुन्छ। मेरो बाबु फेरि यति सिरियस हुन्छ जङ्क फुडको नाममा, मामु म्यामले नखानु पठाउनु भएको छ नल्याउनु पठाउनु भएको छ भनेर मान्दैन। त्यसपछि मैले बाबुको कुरा सुनेर आज बनाएँ बाबुको लागि नानीको लागि नास्ता आलु र चिउरा। आलु चिउरा मेरो बच्चाबच्चीले एकदमै मनपर्छ। अनि मैले चाहिँ आलु चिउरा प्लस आज यसमा अन्डा पनि एड गरिदिएँ। अन्डा भने चाहिँ बच्चाहरू चाहिँ यतिकै खुसी हुन्छन् कि आलु चिउरा नास्ता अन्डा चिकन बनाइदिएपछि खुसीका साथ बच्चाहरू लान्छन्, रमाइ खान्छन्। मेरो बाबु त यम्मी छ मामु मिठो छ भन्दै खान्छ। घरको काम सबै सकेर वस्तु भाउला खुवाइपियाइ गरेर खानासाना पकाएर बच्चालाई टिफिन पनि रेडी गरेर म चाहिँ लागेँ आफ्नो कामतिर। यति गर्दा पनि सुख छैन, न बच्चाहरू खुसी हुन्छ, न कहिले काम सकिन्छ, न कहिले आराम हुन्छ, न कहिले छुट्टी हुन्छ। म जस्तै बिना तलबको बिना छुट्टीको बिना जसको काम गर्ने को दिदीबहिनी हुनुहुन्छ कमेन्ट गर्नुहोस् है त। आजलाई यति नै।